हामीले आज गलत काम गर्यौं भने त्यो चोकको चिया पसलमा बसेर उनीहरूलाई देखिस् तेरो राजसभा, देखिस् तेरो घण्टी भनेर उनीहरूलाई गिजाइरहेका हुन्छन्। त्यतिखेर हेर हाम्रो राजसभा, हेर हाम्रो घण्टी भन्ने आँट हामीले लिनुपर्छ। राजसभाका मान्छेले मात्र भोट दिएर जितेका होइनौं साथीहरु। हामीले कांग्रेस, एमाले, माओवादी लगायत सबै राजनीतिक दल उनीहरूको यसो होइन कि उहाँहरूसँग बस्ने घर थिएन। राजनीतिक रूपमा उहाँहरू सबैको आफ्नो घर थियो, तर भएको आफ्नो घरलाई छोडेर हाम्रो पार्टीलाई आफ्नो घर बनाएर आएर भोट दिएका छन्। विभिन्न राजनीतिक दलमा आस्था र विश्वास गर्ने साथीहरूले बजेटको कुरा आउला, हामीले नै जितेका प्रत्यक्ष जितेका स्थानहरूको पनि कुराकानी आउला। मैले त अर्थमन्त्रीज्यूलाई भनेको छु 165 वटा निर्वाचन क्षेत्रको होइन, एउटा निर्वाचन क्षेत्रको बजेट बन्छ, एउटा नेपालको बजेट बन्छ। यसपटक नेपालको बजेट बन्छ, यसपटक मात्र होइन सधैँ नेपालको बजेट बन्छ। त्यसकारणले हामीले हाम्रो पहुँचको लडाईँ लड्यौं भने यो त पार्टी परिवर्तन हुन्छ, परिवर्तनको त्यो सम्भावना हामी बन्नै सक्दैनौं। त्यसकारणले यसलाई महसुस गरेर हामीले काम गर्नुपर्ने अवस्था आएको छ। भोलिको लागि सेक्युर्ड गर्ने भनेको तपाईको निर्वाचन क्षेत्र सेक्युर्ड हुने होइन, यो देशको पुस्ताको भविष्य सेक्युर्ड गर्ने हो। निर्वाचन क्षेत्रको रूपमा चितवन 2 मा मैले अर्को चुनाव जित्छु कि जित्दिन भन्ने कुरा ठूलो कुरा होइन, तर यो देशमा जन्मिएको बालकले उसको पुस्ताले जित्छ कि जित्दैन। हामीले बजेटमा काम गर्दा, हामीले विधिमा काम गर्दा, हामीले कानून बनाउँदा हामीले गर्ने काम यही नै हो। अब सरकारका क्रियाकलाप, सरकारका कामहरू, सरकारका निर्णयहरूमा कहिलेकाहीँ के भन्ने कसो भन्ने यहाँहरूलाई अन्डोल पनि परिरहेको हुन सक्छ। कहिलेकाहीँ विभिन्न कोणबाट आएका प्रतिक्रियाहरू, कहिलेकाहीँ समालोचना, यी सबै कुराहरूले कहिलेकाहीँ हामीलाई सोच्न बाध्य बनाएको पनि हुन सक्छ। तर तपाईहरु के निर्धक्क हुनु होला भने सरकारले सोचेर, हेरेर, विचार गरेर आफ्ना कदमहरू चालिरहेको छ। त्यसकारणले सरकारले गरेका कामहरूमा आजको दिनमा, आजसम्म हामीले गरेका कामहरूमा हामी कसैले पनि दुःख मनाउ गर्नुपर्ने अथवा अप्ठ्यारो पर्यो कि भनेर कुनै क्यामेरा, कुनै बुम देखेर भाग्नुपर्ने अवस्थामा हामी छैनौं। त्यो हुन नदिँदैनौं पनि, हामी त्यो अवस्था हामी सृजना हुनै दिँदैनौं। तर हामीले थाहा के पाउनु पर्यो भने, हामीले के थाहा पाउनु पर्यो भने आजसम्म हामीले गरेका कुराहरू आम जनताको हितमा छन् कि छैनन् भन्ने कुरा हामीले थाहा पाउन सकेनौं, हामीले त्यसको अध्ययन गर्न सकेनौं भने हामी अप्ठ्यारोमा पर्छौं। कहिलेकाहीँ म कुरा सुन्छु अध्यादेशको विषयलाई लिएर प्रश्नहरू गर्दाखेरि साथीहरूलाई कहीं होइन कि यो गलत हो कि भन्ने महसुस हुन पनि सक्छ होला। हो, अवश्य पनि हो। नियमित ढंगमा कानूनहरू निर्माण गरेर अगाडि बढ्दै जाँदाखेरि त्यसले स्थायित्व प्राप्त गर्छ। कानून निर्माणको प्रक्रिया पनि त्यही हो। तर कतिपय कुराहरूलाई हामीले फास्ट ट्र्याकमा लिएर जानुपर्ने हुन्छ। त्यो फास्ट ट्र्याकमा लिएर जानको निमित्त हामीले देशलाई, जनतालाई र यो समाजलाई हेरेर कामहरू गरेका छौं कि छैनौं त्यो कुरा हामीले हेर्ने हो। पछिल्लो समय सरकारले ल्याएका अध्यादेशका विषयलाई लिएर त्यसको कन्टेन्ट भित्रको कुरामा त्यसले गर्न खोजेको, त्यसले दिन खोजेको सेवा, त्यसबाट लाभ हुने कुराहरूलाई लिएर कहीं कतै मैले टीका टिप्पणी भएको देख्न सकेको छैन। सरकारले ल्यायो किन ल्यायो भन्ने विषयमा प्रश्नहरू उठे होला, तर त्यसले विकास निर्माणको कामलाई द्रुत गति दिनको निमित्त, जहाँ चाहिँ पोलिसी ग्याप छ त्यसलाई फुलफिल गर्नको निमित्त कतिपय कुराहरू आज गर्ने कुरा आजै गर्नुपर्ने हुन्छ। त्यस्ता कुराहरूलाई लिएर हामीले काम गर्यौं। साथीहरूलाई त्यसबारेमा कतै कतै मैले भन्न नसकिने हो कि भन्ने अप्ठ्यारो परेको छ भने यहाँहरूले छलफल गर्नु होला, पार्टीमा सल्लाह गर्नु होला। हामीले यो देशलाई घाटा हुने, यस देशका नागरिकलाई घाटा हुने, यो देशलाई, यो देशको भविष्यलाई अप्ठ्यारो पर्ने कुनै पनि निर्णय गरेका छैनौं, गर्दैनौं, त गर्न दिँदैनौं। त्यसमा यहाँहरू निर्धक्क हुनु होला। हामी नयाँ छौं तर बेवकुफ छैनौं। देशको माया छ हामीलाई देशको माया छ। हामी यो देशमा हुर्कदै गरेका सन्ततिहरूको भविष्यप्रति चिन्तित छौं। यो देशको सार्वभौमिकता, यो देशको अखण्डताप्रति हामी अडिग छौं, अटल छौं। हामी निर्भीक भएर अडिन सक्छौं, बोल्न सक्छौं। त्यसकारणले यी कुराहरूमा हामी कहिले पनि कम्प्रोमाइज गर्दैनौं। यसमा यहाँहरू निर्धक्क हुनुभयो हुन्छ। कति साथीहरूलाई लाग्न सक्छ, कयौं पुराना राजनीतिज्ञहरूलाई, विश्लेषकहरूलाई लाग्न सक्छ कहाँ गयो देश, कहीं अप्ठ्यारोमा पर्यो कि भन्ने जस्तो भाष्य सृजना गर्न खोजिएको छ। कहीं पनि अप्ठ्यारोमा छैन। देशलाई ट्र्याकमा ल्याउँदैछौँ हामी ट्र्याकमा ल्याउने कोसिसमा छौं। ट्र्याक बाहिर त हिजो थियो देश। राष्ट्रसभाभित्र विभिन्न साथीहरू हुनुहुन्छ। 8-10 जना केही साथीहरूको अलग किसिमको चर्चाहरू होला।
बाँकी रहेका कयौं साथीहरू हुनुहुन्छ त्यसभित्र प्रवेश गर्न समाजले अलिकति सकेको छैन। 101 विज्ञ साथीहरू र क्षमतावान साथीहरू हुनुहुन्छ। हो, केही साथीहरूको सार्वजनिक वृत्तमा कहिलेकाहीँ चर्चा परिचर्चा भइरहन्छ, त्यो पनि एउटा समय आवश्यकता अनुसार चलिरहने कुरा हो, प्रक्रिया हो। हामी संख्यामा यति धेरै छौँ कि काहीँ न काहीँ कतै न कतै कसै न कसैको एउटा न एउटा विवाद भइ नै हाल्छ। त्यो भने संख्यामा हामी धेरै छौँ, स्वभावमा अलिकति धेरै संख्या छौँ, तर त्यसमा पनि साथीहरूले ध्यान दिनु पर्यो। हाम्रा अभिव्यक्तिले, हाम्रा क्रियाकलापले हामीलाई भोट दिने मान्छे आशा र भरोसा बोकेर, कुप्रो शरीर बोकेर लट्ठी टेक्दै टेक्दै गएर घन्टीमा भोट हालेको ती वृद्ध बाआमाको, दाजुभाइ दिदीबहिनीहरूको उनीहरूको मनोभावनामा चोट पुग्यो कि भन्ने कुरा हामीले सोच्नुपर्छ। हाम्रा अभिव्यक्तिहरू, हाम्रा अन्तर्वार्ता, हाम्रा फेसबुक स्ट्याटस हामीले गर्ने कुरामा त्यो हामीले सोच्नै पर्छ। त्यो जिम्मेवारी दिएर पठाएको हो। किनभने हामीले आज गलत काम गर्यौँ भने त्यो चोकको चिया पसलमा बसेर उनीहरूलाई देखिस् तेरो रासोपा, देखिस् तेरो घन्टी भनेर उनीहरूलाई गिजाइरहेका हुन्छन्। त्यतिखेर हेर हाम्रो रासोपा, हेर हाम्रो घन्टी भन्ने आँट हामीले लिनुपर्छ। रासोपाका मान्छेले मात्र भोट दिएर जितेका होइनौँ साथी। हामीले कांग्रेस, एमाले, माओवादी लगायत सबै राजनीतिक दल, उनीहरूको यसो होइन कि उहाँहरूसँग बस्ने घर थिएन। राजनीतिक रूपमा उहाँहरू सबैको आफ्नो घर थियो, तर भएको आफ्नो घरलाई छोडेर हाम्रो पार्टीलाई आफ्नो घर बनाएर आएर भोट दिएका छन् विभिन्न राजनीतिक दलमा आस्था र विश्वास गर्ने साथीहरूले। तिनलाई पनि चिया पसल र चौतारोमा प्रश्न गरिन्छ, त छोडेर घन्टी भएको थिइस् नि त देखिस् भन्दाखेरि उसले छाती फुलाएर, आँखा झुदाएर जवाफ दिन सक्ने क्रियाकलाप तपाईँ हाम्रो हुन जरुरी छ।